मिनासान कोनिचिवा। आज हामी फेरि पनि खान्जीहरू लिएर आएको छु म तपाईहरुलाई सजिलो हुनको लागि। आज पनि हामी 20 वटा खान्जी एकैछिनमा कण्ठ गर्नेछौँ। आउनुस्। यो हो इनु। इनु भनेको कुकुर। अब कुकुरलाई कसरी चिन्ने त? कुकुरलाई चिन्ने यसरी। पहिला सिधा धर्को, त्यसपछि बीचबाट चिर्दिनुस्, त्यसपछि सिधा बनाउनुस्, कुकुर भयो। या थोप्लो लगाइदिनुस् है। कुकुरको खान्जी हुन्छ पहिला यस्तो हुन्छ, अनि यहाँबाट बीचबाट यस्तो लियो, ठ्याक्कै यहाँबाट तेर्सो बनायो, यहाँनिर कुकुर हुन्छ। कुकुर यहाँ गर्दा दारा चिरेको हुन्छ नि, एउटा दारो, दुईटा दारो, तीनटा दारो, चारवटा दारो, पाँचवटा दारो है। दारावाला कुकुर। यस्तो गराउने, यस्तो यस्तो यस्तो, यो कुकुर हो है। यसलाई के भनिन्छ भन्नुहोस्? कुकुर। 1 2 3 4, यो हो कुकुर। कुकुरको खान्जी है। अब रुख। रुखको खान्जी छ यस्तै सेम, उस्तै उस्तै छ, थोरै फरक छ। मैले उस्तै उस्तै खान्जीहरू लिएर आएको छु, थोरै थोरै फरक छ है। यो हो रुखको खान्जी र बिहीबारको। मकु भनेको बिहीबार। बिहीबार र रुखको खान्जी हो यो। यो पनि पहिला प्लस बनाउनुस् है, अनि दुईतिर खुट्टा निकाल्दिनुस्, एउटा दुईटा। यो भयो भने रुखको खान्जी हुन्छ। रुखमा जरा हुन्छ नि हैन, रुखको जरा हुन्छ। ल हेर्नुस्, पहिला तल यता यता जरा हुन्छ, माथि एउटा मात्रै निस्केको हुन्छ। यो जमिन भयो हैन, यो जमिन भयो। जमिनबाट तल जरा निस्केका छन्, हेर्नुस् छन् कि छैन जरा? अब माथि रुख हुनको लागि त एउटा माथि निस्किन पर्यो नि त। ल हेर्नुस्, रुख देख्नुभयो? पहिला तल जराहरू, माथि रुख। यो जमिन भयो। यो सिधा हो है, यो बीचको चाहिँ यस्तो भयो भने के हुन्छ? कि रुख अथवा मोकु। मोकु है। निची गेचु खा सुई मोकु किन्दो। अब हितो। हितो भनेको व्यक्ति। यो भयो कि भनेको रुखको भयो है, यो रुखको भयो। अब हितो। हितो भनेको व्यक्ति। हितो भनेको मान्छे, व्यक्ति है। हितो भनेको व्यक्ति। हितोको खान्जी। हितो भनेको व्यक्ति, मान्छे है। हितो। हितो भनेको हितो। सजिलो छ है। हितोको खान्जी सजिलो छ। दुईटा खुट्टा ठडा टिङरिङ उभिया भनेर सम्झिनु न। यी दुईटा खुट्टा फट्या फ्या गरे टिङरिङ उभिया, यो हो व्यक्ति है। हितो। हितो भनेको व्यक्ति हो है। यो व्यक्तिको खान्जी हो, यो रुखको खान्जी हो, यो कुकुरको खान्जी हो। अब होन। होन भनेको किताब। किताबको खान्जी पनि यिनीहरूसँग मिल्दो जुल्दो छ। ल हेर्नुहोस् है, पहिला तपाईले बनाउनुहोस् रुखको खान्जी बनाउनुहोस्। पहिला रुख बनाउनुहोस्। अब रुख बनाइसकेपछि तलबाट तेर्सो लगाइदिनुस्, यो हुन्छ किताबको खान्जी। पहिला रुख बनाउने, अनि बीचबाट तलबाट टिक लगाइदिने, यो भयो भने के हुन्छ? किताब हुन्छ, होन हुन्छ। पहिला रुख बनाउनुहोस्, पहिला रुख अनि टिक लगाइदिएपछि यो हुन्छ होन। यो भनेको किताब है। किताबको खान्जी बनाउनको लागि पनि सजिलै छ। यस्तो बनाउँछ है। होन। होन भनेको किताब। पहिला जमिन बनाउने, अनि रुख बनाउने, रुख बनाइसकेपछि तलबाट टिक लगाइदिने, यो हुन्छ किताबको खान्जी। किताब भनेको होन हो है। अब तेनकी। तेनकी भनेको मौसम। मौसम, यो की होइन, तेनकी लेख्दाखेरि अब तेनकीको खान्जी है। यो तेनकीको खान्जी पहिला हितो बनाउनुहोस्। हितो है, हितो छ नि, पहिला हितो बनाउने। हितो भनेको व्यक्ति बनाउने, त्यसपछि बीचबाट चिर्ने, बीचबाट प्लस गराइदिने, माथिबाट पनि प्लस गराइदिने, यो हुन्छ के हुन्छ? तेन। यसको पछाडि के लेख्यो भने तेनकी हुन्छ है। तेनकी भनेको मौसम। तेनको खान्जी कस्तो रहेछ? पहिला मान्छे बनाउने, अनि यस्तो गराइदिने। पहिला मान्छे बनाउने,
अनि यस्तो गराइदियो भने यो तेन्कीको हुन्छ है। पहिला मान्छे बनायो अनि यस्तो गर्यो भने यो तेन्की हुन्छ है। पहिला मान्छे अनि यस्तो गर्यो भने यो हुन्छ तेन्की भनेको मौसम। अब अर्को छ उये। उये भनेको माथि। उये भनेको माथि। हेर्नुस् यस्तो छ उल्टो। यो उये भनेको माथितिर, तल जमिनबाट माथितिर तान्यो अनि यतै माथि तान्दियो भने यो उये। उये भनेको माथि। उये यसको अर्थ पनि उये भनेको नि माथि हो। उये भनेको माथि। ल हेर्नुस् उये भनेको के हो? माथि। उये भनेको माथि। उये भनेको माथि। सिधा तर्को तान्नुस्, तलबाट लगाइदिनुस्, यस्तो गराइदिनुस्। उये भनेको माथि। उये भनेको माथि। अब सीता भनेको तल छ, ठ्याक्कै यहीलाई उल्टो बनाइदिनुस्। यस्तो गराउने, यस्तो गर्ने, तलतिर तान्दिने। सीता भनेको तल। सीता भनेको तल। खान्जी पनि तल, अर्थ मिनिङ पनि तल है। यसको मिनिङ हुन्छ तल। यसको मिनिङ हुन्छ तल। उस्तै उस्तै छन् नि हैन, खासै फरक छैन नि हैन, तर केही न केही फरक छन् है। सीता भनेको तल। अब यो कुरुमा आयो, कार आयो। कारको हेर्नुस् पहिला के हुन्छ? गाडी बन्यो, अगाडि 2टा टायर, पछाडि 2टा टायर, बीचमा 4वटा सिट। होइन त? हो त, हेर्नु त कुरुमा बन्यो। पहिला गाडी, अगाडि र पछाडि एउटा 2टा 3टा 4वटा टायर बने। अब कारमा त बस्नको लागि 4वटा सिट त चाहिए नि त, त्यही भएर 4वटा सिट बनाएर कुरुमा कारको खान्जी बनाएको रहेछ है। पहिला यस्तो भयो गाडीको, अनि यस्तो भएर यस्तो भयो भने यो के हुन्छ? कुरुमा। कुरुमा भनेको कार। पहिला 4वटा टायर बने अनि ल हेर्नुस् यो भयो कुरुमा। कुरुमा भनेको कार है त। ओके, अब खाता। खाता भनेको पनि व्यक्ति हो है। यहाँ हितो पनि हामीले व्यक्ति भनेका थियौँ, हितोको पनि बनायौँ। अब यो खाता भनेको पनि व्यक्ति हो। खाता भनेको तरिका पनि हुन्छ, तरिकाको हामीले सिकिसकेका छौँ होइन। तर खाता भनेको व्यक्ति हो। व्यक्तिको खान्जी कस्तो हुन्छ? यस्तो है। थोरै तान्नुस्, यता तान्नुस्, यस्तो लिनुस्, सिधा यता छड्के, कोदाली पाते त बनाइदिएपछि खाता हुन्छ। खाता भनेको व्यक्ति। खाता भनेको व्यक्ति। पहिला तेर्सो ठाडो तान्नु, आफूतिर ढल्काउनुस्। खाता भनेको व्यक्ति। थोरै प्र्याक्टिस गर्नु भने आइहाल्छ, चिन्दा पनि हुन्छ है। ओके, अब वातासी। वातासी भनेको म। मलाई कसरी भन्ने त खान्जीमा? खान्जीलाई म भन्दाखेरि पहिला लौरी बनाउनुहोस्, बुढा बाजेले टेक्ने लौरी, थोरै छड्के लौरी, अनि यहाँनिर यस्तो गराइदिनुहोस्। बुझ्नुभयो त? अनि यतातिर 4 लेखिदिनुहोस्। 4 यो हुन्छ वातासी। पहिला डन्डी बनाउनुहोस्, बिचबाट 2 भाग बनाउनुहोस्। तल डन्डीमा खुट्टा टेकाउनुहोस् अनि यतातिर 4 लेखिदिनुहोस्। यो के हुन्छ? वातासी हुन्छ है। पहिला लौरी बनाउनुहोस्, बुढो बाजेको लौरी। बाजेको लौरी बनाउने होइन। त्यसपछि लौरीलाई बिचबाट 2 भाग लगाउने। 2 भाग लगाइसकेपछि तलतिरको भागमा 2टा खुट्टा लगाइदिने। खुट्टा लगाइसकेपछि यता साइडमा 4 लेखिदिने। यो भयो वातासी। वातासी भनेको म है। पहिला डन्डी बनाउने, बिचबाट काट्ने, 2टा खुट्टा निकाल्ने, 4 बनाउने, वातासी भयो। आयो? आयो? ल 1 2 3 4 5 6 7 8 9 10 10वटा खान्जी हामीलाई आइसकेको छ। इनो भनेको कुकुर हो, कि अथवा मोकु, कि भनेको रुख, हितो भनेको व्यक्ति, होन भनेको किताब, तेन्की भनेको मौसम, उये भनेको माथि, सीता भनेको तल, कुरुमा भनेको कार, खाता भनेको व्यक्ति, वातासी भनेको म। यति खान्जी हामीलाई आइसकेको छ। बधाई छ। अब भने हामी फेरि अरु 10वटा पढ्ने छौँ है त। ओके, नेक्स्ट। ओके, अब भने हामी पढ्दै छौँ मोनो। मोनो भनेको वस्तु। वस्तुलाई कसरी लेख्ने मोनोलाई भन्दाखेरि पहिला यस्तो गराउनुस्,
त्यसपछि सिधा यस्तो भएर फेरि यो 1 2 यस्तो छ भने यसलाई के भन्ने मोनो भन्ने है मोनो भनेको वस्तु पहिला यस्तो दोस्रो चाहिँ यस्तो यहाँ दुईटा धर्का छन् है यो भयो भने मोनो भन्छ है ल हेर्नुस् है पहिला यो 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 फेरि यो 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 यहाँबाट 1 यहाँबाट 2 यस्तो भयो भने यसलाई के भनिन्छ मोनो भनिन्छ है मोनो भनेको वस्तु हो अब उसी उसी भनेको गाई गाईको चित्र गाईको खान्जी यही हो यो भयो यति भयो भने गाई हुन्छ है यो बीचको मोनोको अगाडिको खान्जी भनेको गाई हो यो गराउँदा यो गाई हुन्छ है गाई बनाउँदा कस्तो हुँदो रहेछ यस्तो सिधा तल यस्तो भयो भने गाई हुँदो रहेछ हुँदा हेर्दाखेरि त गाई जस्तो छैन हैन तर यो गाई नै हो है यो भयो यस्तो गर्यो भने गाई भयो है यो गाईको खान्जी यस्तो तल गाई है पहिला यता तान्नुस् सिधा गराउनुस् अनि यहाँबाट काट्दिनुस् यसको गाई भइहाल्यो है अब आखाई भनेको रातो रातो बनाउँदाखेरि तपाईले पहिला प्लस बनाउनुस् यो तलतिर यस्तो गराउनुस् एउटा खुट्टो काट्नुस् यस्तो दुईटा यस्तो यता यता आखाई भनेको रातो रातो बनाउँदाखेरि पहिला प्लस अनि सानो प्लस बनाउनुस् अनि तेर्सो तान्नुस् यहाँबाट यस्तो तान्दिनुस् यहाँबाट यस्तो तान्दिनुस् दुईटा फुली लगाइदिनुस् यो भनेको आखाई भयो है आखाई भनेको रातो प्लस यता ता यस्तो भयो भने यसलाई भनिन्छ आखाई आखाई भनेको रातो है लेख्ने प्र्याक्टिस गर्नुस् है तपाईले पनि लेखेर प्र्याक्टिस गर्नुस् पहिला प्लस बनाउनुस् अनि यस्तो गर्नुस् यहाँ यस्तो गर्नुस् यसको नाम हो आखाई आखाई भनेको रातो है रातो यति भए त आखाई भइहाल्यो त हो कि हैन भन्नु त हो भने लाइक गर्नु है अब आखाई पनि भयो हैन अब भन्दैछ जी जी भनेको अक्षर जी भनेको बजे पनि हुन्छ हैन तर यो अक्षरको खान्जी हो है अक्षरको खान्जी कस्तो हुन्छ तलतिर टोपी लगाइदिनुहोस् अनि यहाँ कोदोमो यहाँ बच्चाको खान्जी बनाउने यो बच्चाको है यो बच्चाको बीचको चाहिँ माथिको टोपी लगाइदिनुहोस् टोपी लगाएपछि के हुन्छ जी भन्छ है पहिला यहाँ टोपी लगाउनुस् यस्तो हैन त्यसपछि यहाँ 7 लेख्नुस् अलि लामो अनि तान्दिनुस् थोरै यस्तो गरेर है पहिला 7 लेख्दा पनि हुन्छ ल 7 लेख्नुस् अनि यहाँ बीचमा काट्नुस् माथिबाट टोपी लगाइदिनुस् 7 लाई टोपी लगाएपछि के भन्छ जी भनेको अक्षर अक्षरको खान्जी भन्छ है 7 लाई टोपी लगाएपछि 7 लाई टोपी लगाएपछि जी को खान्जी भन्छ याद गर्नुस् है ओके ओके खाई भनेको स्वार्थी स्वार्थी भनेको कस्तो थाहा छ तपाई जस्तो भिडियो हेर्ने लाइक पनि नगर्ने त्यस्तो स्वार्थी मान्छेकोलाई यस्तो खान्जी बनाइन्छ है स्वार्थी स्वार्थीलाई यस्तो बनाइन्छ ल हेर्नु यस्तो दुईटा कोठा बनायो तलतिरबाट दुईटा तान्दिनुस् स्वार्थी भयो है कोठा बनायो त्यो तान्दिनु भने स्वार्थी स्वार्थी भनेको खाई भनेको स्वार्थी स्वार्थी हेर्नु त कति स्वार्थी रहेछ यो कति स्वार्थी है गुड अब यो मिमी मिमी भनेको कान कानको खान्जी कस्तो छ यस्तो गर्नुस् यस्तो गर्नुस् यस्तो गर्नुस् यस्तो गर्नुस् बीचबाट दुईटा लगाइदिनुस् कान कान र आँखाको उस्तै उस्तै छ है यो मे भनेको आँखा हो यो कान हो यो आँखा हो यो कान हो तर फरक के छ भने टुट्टा निस्केका छन् चारैतिर कानको खान्जी पहिला यस्तो गर्ने यहाँ थोरै छोडेर यता तान्ने यहाँ पनि थोरै छोडेर यता तान्ने यहाँ दुईटामा थोरै छोडेर त्यो जुडाइदिने चारतिर अनि बीचबाट दुईटा धर्का गराइदिएपछि यो के हुन्छ मिमी मिमी भनेको कान यस्तो 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 यो तल यता आउने हैन यता आउने है ल मिमी भनेको कान 1 2 3 4
5 6 के भयो मिमी मिमी भनेको कान ल हेर्नुहोस् है लास्ट 1 2 3 4 5 6 यो भनेको मिमी भनेको कान अब मे भनेको आँखा त सजिलो छ पहिला कोठो बनाउनुस् दुई ठाउँ तान्दिनुस् मे भनेको आँखा भयो यो आँखा हो है यो आँखा हो यो आँखा हो दुई ठाउँ तानिदिएपछि कोठा बनाएपछि आँखा भइहाल्यो है आँखा भइहाल्यो अब ओतोको भनेको पुरुष अथवा केटा मान्छेलाई कसरी बनाउने त भन्दा पहिला कोठो बनाउनुस् कोठो यस्तै तान्नुस् अब केटा मान्छेको सर्लक्क झुन्ड्याउनुस् तल केटा मान्छेलाई हैन अनि यहाँबाट यसरी कोदाली पाते त भनेर खाता भने जस्तो यस्तो खाताको थियो नि खाता जस्तो बनाइदिने के यहाँ तल है पहिला कोठा बनाउने एउटै हो कोठा दुईटा बनाएछु फेरि मैले कोठो बनाउनुस् हैन दुईटा कोठा बनाउनुस् हैन अब यहाँबाट स्वाट तल तान्दिनुस् यतामुखि झुनाइदिनुस् अब यहाँबाट फेरि यस्तो खाताको जस्तो बनाइदिनुस् यो के हुन्छ ओतोको भनेको केटा मान्छे है केटा अथवा पुरुष है अब मिगी भनेको दायाँ दायाँ भन्दाखेरि यस्तो दायाँ यता पाउने यस्तो यो मिगी भनेको दायाँको खान्जी हो है मिगी भनेको दायाँको खान्जी हो यो हो दायाँको खान्जी है मिगी मिगी भन्दाखेरि कस्तो पहिला सिधा तान्नुस् आफूतिर छर्के बनाउनुस् जान्निरबाट भाँच्चे छ त्यहीबाट एउटा कोठो झुनाइदिनुस् त्यहाँ यो भने मिगी हुन्छ है अब गेङ्की गेङ्की भनेको सञ्चय 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 ल हेर्नुहोस् एउटा यता एउटा उता गेङ्की भनेको सञ्चय सञ्चय पनि सजिलो छ गेङ्की भनेको सञ्चय गेङ्की भनेको सञ्चय 1 2 सेन्चै गेङ्की भनेको सञ्चय तपाईहरुलाई बधाई छ तपाईले 20 वटा पढिसक्नु भयो जानिसक्नु भयो हेरिसक्नु भयो जानेको नजानेको तपाईलाई थाहा होला यो हो इनो भनेको कुकुर कि भनेको रुख हितो भनेको व्यक्ति होन भनेको किताब यो हो तेन्की भनेको मौसम उये भनेको माथि सीता भनेको तल कुरुमा भनेको कार खाता भनेको व्यक्ति वातासी भनेको मोनो भनेको वस्तु उसी भनेको गाई आखाई भनेको रातो जी भनेको अक्षर खाई भनेको स्वार्थी मिमी भनेको कान मे भनेको आँखा ओतोको भनेको केटा अथवा पुरुष मिगी भनेको दायाँ गेङ्की भनेको सञ्चय वाउ आज पनि हामीले 20 वटा खान्जीहरुलाई पढिसकेका छौं सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला ओके हामी फेरि नेक्स्ट भिडियोमा भेट्ने छौं तपाईलाई खान्जी ज्ञान 5 को खान्जी पुरा 10 वटा भिडियोमा ज्ञान 5 कण्ठ गराउने छु ओके सायोनारा माता आशिता फेरि भेटौला